जिन्दगीको एउटा एकदमै तितो तर गहिरो सत्य के हो थाहा छ? हामी जसलाई आफ्नो सबैभन्दा धेरै समय दिन्छौँ, जसको हरेक पल विशेष बनाउन आफ्नो सम्पूर्ण ताकत लगाउँछौँ र जसको मुहारमा एउटा सानो मुस्कान देख्नका लागि आफ्नो कैयौँ खुसीहरू सहजै बलिदान दिन्छौँ, अक्सर तिनै मानिसहरूले हाम्रो भावनाहरूलाई केवल एउटा खेल सम्झिदिन्छन्। हामीले जसलाई आफ्नो संसार मानेका हुन्छौँ, उनीहरूले नै हामीलाई यस्तो मोडमा ल्याएर छोडिदिन्छन् जहाँबाट पछाडि फर्कन पनि गाह्रो हुन्छ र अगाडि बढ्न पनि। जब हामी कसैलाई हदभन्दा बढी चाहन्छौँ, उनीहरूले नै हाम्रो त्यो निस्वार्थ मायालाई हाम्रो कमजोरी सम्झिदिन्छन् र अन्ततः जसको खुसीमा नै हाम्रो खुसी लुकेको हुन्छ, उनीहरूले नै हामीलाई यस्तो गहिरो चोट दिन्छन् जुन चोटको न कुनै आवाज हुन्छ न त कुनै मलम नै। सायद यो संसारको रीत नै यही हो, जसलाई हामीले मनमा सजाएका हुन्छौँ उसैले हाम्रो मन टुक्राउने अधिकार पाउँछ। तर याद राख्नुहोस्, भावनासँग खेल्नेहरूले केही समयका लागि जितेको महसुस गरे पनि उनीहरूले आफ्नो जीवनमा कहिले पनि नपाउने एउटा साँचो र निस्वार्थ माया गुमाइरहेका हुन्छन्। Always remember that.